हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी मामाको मोबाइलबाट भ्लग बनाइरहेको छौँ। आज मामाले यहाँ एकदम दह्रो काम गरिरहनु भएको छ, त्यही भएर यसो देखाइदिनलाई। मामाले चाहिँ आज के हो मामा, यो मृग हो? हो र? म खाना पुऱ्याउनु आएछु नि मामा, गोर्खामा त होला। यता चाहिँ मामाले टाउको पोलिराख्नु भएको। ल उहाँ यसो बोलिदिउँ न त, तपाईँको भिडियो है होइन नि तपाईँको अन्त मामा र। अनि तपाईँको पैसा निस्क्यो भने अनि मलाई पनि दिन्छ र मामा? ल ठिक छ त्यसो। ए ल ठिक छ त्यसो भए। आज चाहिँ मामाको के अरे मामा, यो आमा औँसी आमा औँसीको तयारी हुँदैछ एकदम तरिकाले। खसी काट्दैछ भोलिको लागि एकदम। भोलि दिनैभरि खाने होइन त मामा? यता भुटन छ, भुटनी बनाउने होला नि मामा खसीको। ल ठिक छ। यता हेरिदिनु पऱ्यो मामा, फेरि आफ्नै भिडियोमा तपाईँलाई नचिन्यो भने। ल मामा भुटन रेडी हो त? ल ठिक छ, राम्रो छ। आमा बोसो त कति हो त मामा? बवाल के खान दिनुपर्छ हौ मामा यस्तो बोसो हुनलाई? घाँसै घाँसले हो र? आमा के हो, आन्द्रा यो बोसो हो यो? यो सब गाउँको घाँसको कमाल हो त मामा। ल ठिक छ। ल यता चाहिँ एकदम पिस बनाउने काम भइरहेको। भुटनको लागि रेवा छ थोरै। अहिले साइला बुर्नाहरूले बनाउँछु, तरकारी काट्दै। यो लोकल खसी होइन त बाजे? हो घरकै हो नि यो त। अनि टक्क घाँस मात्रै खाएको है, दाना साना नखाएको। ल ठिक छ। चिसो पानी कलकल कलकल खोलामा बगेको पानी खाएको खसी हो यो एकदम। अब यता भुटनको तयारी भइरहेको। हेलो मामा के गर्दै हो यो? हो र? के को मामा यो त बाख्रा होला, बुढी बाख्रा हो र भने? हो र? ल ठिक छ। गाउँको एकदम ओरिजिनल लोकल हो या मामा? सलल्ल चिसो पानी खाएको। आमामा बोर्छ त के हो त मामा यस्तो। अहिले चाहिँ म मामाको भ्लगमा छु है। मामाको भ्लगमा म चाहिँ यहाँ मामाहरू चाहिँ एकदम के भन्छ मामा, यसलाई कसाई भन्छ होइन यस्तो काट्नेलाई मामाहरू। यहाँ कसाईको काम गरिराख्नु भयो भने म चाहिँ यहाँ खाना बनाइरहेको छु, भान्से कुकिङ गरिरहेको छु। हाम्रो फेरि अर्ग्यानिक रे गाउँको एकदम चुलो फेरि एकदम बबाल छ गाउँको। म चाहिँ यहाँ एकदम खाना बनाउनेमा परेँ। मेरो डिपार्ट यतातिर छ अनि यहाँ पनि छ। यहाँ घरमा यस्तो रमाइलो भइरहेको खसी काटेर, तर मेरो लागि यहीँ सोयाबिन पाकिरहेको। मैले चाहिँ खाँदैन मासु, अलि टेन्सन छ, गाह्रो छ। के को लागि पार्टी हो बुझ्यो आज? हो र? आज सबै छोराछोरी सबै घरमा जम्मा हो क्या? किन लजाउनु भयो यस्तो विधि? आमा यत्रो खसी खर्च गर्ने मान्छे नै लजाउने हो त? ल ठिक छ। ल मामा पकाउनु सुरु हो त अब? ल अनि के हो त यो त कालो पो छ नि त मामा? ए हालेकै छैन होला नि मामा? ल ठिक छ। ल हालिहाल्नु पऱ्यो अब एकछिनमा। सुरुवात हुँदैछ। ल ठिक छ। के हो मामा यो? ल तयारी भइसक्यो होइन? हजुर भइसक्यो। हजुर हजुर। ल भन्नु त के हो यो? भुटन तर्किएर भइसक्यो। यो चाहिँ अब भुटन रेडी छ मामा? रेडी छ। यो चाहिँ धनियाँ हाल्दैछ हामीले होइन? हजुर। यो फाइनल हो? फाइनल हो यो। त्यसपछि सिधै पेटमा? सिधै पेटमा। मुखमा पनि बस्दैन होला यस्तो मिठो चिज? बस्दैन। सुई भित्र।
एकताल चलाएर हेर्नु त कस्तो भारी छ कस्तो घामले टल्कियो कि मामा है स्पेसल खसीको मासु है। गाउँमा चिसो कलल बगेको पानी खाएको खसी हो यो भयो भाउजू ल मामा फाइनल है यो फाइनल पार्ट सुरु भइसक्यो त मामा यो चिसो ल के ग्रिन टी हो क्या मामा ग्रिन टी हो ए ल ठिक छ अब चाहिँ यो फाइनल पार्ट ल बाउको भ्लगमा के भन्ने भन् माइजू बुढाको भ्लगमा के भन्ने त सब्सक्राइब गरिदिनु भन्नु त पैसा आउँछ नि त नि नमस्ते भन बाबाको भ्लगमा यो चाहिँ आमा औँसी चाहिँ भोलि हो हजुर तर आजैबाट चाहिँ अलिक भव्य तरिकाले मान्ने भनेर चाहिँ होइन आजैबाट सुरु गरे हो आज बोलाउने कार्यक्रम पछि भ्याइन्छ पर्सिको ब्याउने हो ल उहाँ लास्टमा केही भनिदिनु पऱ्यो नि त बोलाउने बाख्रा काट्ने छ त अर्को के भन्नु भन्नु खै भिडियोलाई सेयर गरिदिनु लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नै नबिर्सिउँ भिडियो हेरिदिउँ ल मेरो भिडियो लास्टमा हेर्नुभएकोमा एकदम धेरै धेरै धन्यवाद